म आज चाउचाउ अन्डा बनाउँदैछु। चाउचाउ अन्डा बनाउनको लागि अन्डा तयार हुँदैछ। र अन्डा तयार भइसकेको चाहिँ अन्डा तयार भयो। मैले त्यतिर प्याज, टमाटर, हरियो खोर्सानीहरू पनि काटेर रेडी गरेँ। रेडी गरिसकेपछि मैले प्याज र हरियो खोर्सानीलाई मस्तलाई फ्राई गर्दैछु। फ्राई गरेँ। अनि यो प्याज फ्राई भइसकेपछि प्याजलाई हल्का ब्राउन भइसकेपछि मैले त्यसमा हाल्नको लागि बन्दाकोपी पनि काटेको छु। बन्दाकोपी हाल्छु अब। बन्दाकोपी हालेर नि बन्दाकोपी फ्राई भइसक्यो। बन्दाकोपी फ्राई भएपछि अब मैले बेसार हाल्ने, बेसार हाल्छु। बेसार हालेपछि चलाउँछु। बेसार हालेर चलाइसकेपछि मस्त चलाउँछु। कलर दिइसक्यो। अब मैले यसमा मिक्स मसला मिलाउन गएको छु। मिक्स मसला पनि मिलाएँ। अनि सँगै जिरा र धनियाको धुलो पनि हालेँ। अनि मसलाहरू सबै पाकिसकेपछि मस्त फ्राई भइरहेछ। मस्त पाकिसक्यो। मस्त पाकिसकेपछि मैले त्यसमा टमाटर हालिदिएँ। मसिनोसँग काटेको टमाटर थियो, त्यो टमाटर हालिदिएँ। टमाटर हालेर मस्त फ्राई गर्दैछु। अनि त्यसमा चाहिने जति नुन हाल्नुहोस्। तपाईँले कस्तो मनपर्छ, अब सुप बनाउने कि ड्राई बनाउने? म त सुप बनाउँछु है। नुन हालेँ। यसमा टमाटरहरू, प्याजहरू सबैहरू गलिसक्यो, मस्त गलिसक्यो। मसलाहरू सबै मिक्स गरिसक्यो। यसमा थोरै पानी हाल्छु। ल यतिको पानी हालेँ। पानी हालेर सुप म सुप बनाउँछु। यहाँ त अन्डा रेडी छ, यता चाउचाउ रेडी छ। वाया चाउचाउ, नेपालको चाउचाउ। ल यो सुप उम्लिसकेपछि यो पानी उम्लिसकेपछि मैले यसमा चाउचाउ हालेँ। चाउचाउ मस्त उम्लिसकेपछि मैले यसमा पहिले नै मैले फ्राई गरेर राखिसकेको थिएँ त्यो अन्डा राख्छु। यो अन्डा पनि यसमै हालिदिन्छु। यस्तो राखेर मस्त चलाइदिन्छु। ल फाइनल्ली अब हाम्रो चाउचाउ रेडी भइसक्यो है। रेडी भइसक्यो। अब हामी खाने तयारीमा छौँ। फाइनल्ली रेडी भयो। अब खाने तयारीमा छौँ हामी। ल रेडी भयो।